सबभन्दा कम्प्लेक्सबाट सुरु गरौँ न, गाह्रोबाट होइन। यो जस्तो हाम्रो अलिक मुन्दुममा चाहिँ हामीले देखेको चाहिँ के छ भने तपाईँले भनिराख्नु भएको चाहिँ पहिलो चाहिँ सापमा गुमाङ पोकमा आयो होइन, त्यहाँदेखि चाहिँ तपाईँको चैत मुन्दुमहरू अब नचैत आयो, त्यहाँदेखि याङ मुन्दुम भनेको हाम्रो मुजिङनादेखि तल याङ सेमा र त्यहाँदेखि तल मेन्साङ याक्ने र त्यो साम्माङहरू छुटेको आयो, त्यहाँदेखि तल चाहिँ अब मेन्साङ याक्ने मात्रै एक्लै भएकोहरू त्यहाँ वरपर आयो। र खास गरी चाहिँ हिजो हामी सर र हामीले चाहिँ सापमा गुमाङ पोकमा चैत मुन्दुम याङ सेमा के अरे याङ मुन्दुममा चाहिँ हामीले नपाएको चाहिँ यो कहाँनिर पर्छ हौ नाममा मुन्दुम भन्ने चाहिँ माथि छैन। सो त्यो मङ्गेनाको त आयो नि, माथि आउँछ मङ्गेनाको यहाँदेखि उठ्दो रहेछ, नायनको पनि होइन यहाँदेखि आउँदो रहेछ भन्ने थाहा भयो। अब सग्लो नेचुरल डेथमा पनि अब माथि त्यो तेल्लारा लभियाङ अब नाम त धेरै भनिन्छ होला, त्यहाँ आयो। अनि खापुना मेलाङमाको पनि त्यो के अरे उसको सोगामा उसको र आराम सिन्ताङमाको कुराहरू गरेर हामीले त्यहाँ गऱ्यौँ। तर हामी चाहिँ अनि के बनाउनेमा पनि यो होइन थप थामथाम र अनि तपाईँको हिमकामको कुरा पनि गऱ्यौँ। अनि बिहेमा हामीले मेकामको कुरा गरेर आयौँ। अनि हामीले तर ऊ चाहिँ नाहाङमाको चाहिँ कस्तो भनेर चाहिँ हामीले अड्क्यौँ क्या हामी। अनि त्यो कि नाङमा छोटकरीमा कस्तो के कहाँदेखि त्यो मुन्दुम चाहिँ, किनभने सबैको हाम्रो मुन्दुमहरू चाहिँ इन्टरकनेक्टेड। अहिले हाम्रो थिबोङ याक्थुङमा भएको मुन्दुमहरू कि त चैत मुन्दुममा आएको हुन्छ, कि त मुन्तिर त्यो याङ मुन्दुममा आएको हुन्छ, कि त माथि सामाङ कुमाङ पोगमा जोडेकै हुनु पर्यो होइन। तर यो चाहिँ किन जो माथि हामीले पाएनौँ क्या हामीले हिजो होइन। अनि कतैको पाइन्छ कि तुम्बाङहरूले राखेको भए तुम्नी या खदाङमा राखेको भए तुम्नी भनेर होइन त्यो हो कि यो त्यति इम्पोर्टेन्ट होइन कि। तर मलाई चाहिँ यो चाहिँ हरकत आयो। यो चाहिँ मैले याक्थुङ सिभिलाइजेसन आउँदाखेरि हाम्रो किङसिपको कुरा आउँछ नि, हाङसिप र सामसिप होइन। जस्तै याङसेमा त एउटा हाङसिप होइन, हाङसिप र सामसिप आयो नि होइन। उता सोदोग्यानले हेर्ने र यता तेल्लारा के अरे यता के अरे लादाङमा अथवा उहाँले भन्नुभएको चाहिँ लाबिचाङहाङमा भनेर चाहिँ तपाईँको नाम लेखेको छ त्यसमा त्यो पनि भन्नु यदुरा दिनुभएको छ। त्यसले गर्दाखेरि चाहिँ यो नाङमा चाहिँ याक्थुङहरूको लागि एउटा इम्पोर्टेन्ट जस्तो लाग्यो। यो माथि गाँसिन्छ कि गाँसिँदैन भन्ने चाहिँ अनि हामीले हिजो गर्दाखेरि भोलिलाई पकाउन भन्ने कुरा कस्तो लाग्छ कि यो पनि यो दुङदुगे जस्तै हो। अब दुङदुगे माथि जोडिँदैन नि होइन, अलग्गै छ, अलग्गै छ है। नाहाङमाको बारेमा चाहिँ मैले सुनेर अथवा गुरुहरूले भने अनुसार, हजुर हजुर, किनभने अब सबै कुरा दाबी सहित चाहिँ भन्नु मिल्दैन, किनभने यही हो भन्ने दाबी गर्नु पनि मिल्दैन। किनभने सबै मैले मानव पहिला चाहिँ आफ्नो ठाउँमा आफ्नो मुन्दुम चलिरहेको हुन्छ। जस्तै अनेकौँ खलहरू छन् होइन। हाम्रो ताप्लेजुङमा पनि धेरै खलहरू छन्, तम्मर खोला, मिया खोला, मैवा खोला, भार खोला होइन आदि इत्यादि। एउटै मुन्दुमलाई खलो खलोमा अलग अलग तरिकाले व्याख्या गरिएको हुन्छ, तर त्यसको उद्देश्य चाहिँ एउटै हुन्छ। उद्देश्य चाहिँ एउटै। अब नाहाङमाको कुरा आए, यी नाहाङमा चाहिँ इक्सा खाम्पे चकेट आदि इत्यादिबाट सुरुवात हुँदैन। इक्सा खाम्पे भइसके पछाडि जुन मानवताको युगदेखि सुरु भएको मैले सुन्नु पाएको छ, ताकि यसलाई माथि कहाँ पाइएन भन्ने कुरामा चाहिँ के छ भने यसलाई टङ्सिङ चोटुङ र नाहाङमा चोटुङ एउटै हुन्छ, ताकि अब नाहाङमा पुग्दाखेरि चाहिँ टङ्सिङ चोटुङ र नाहाङमा चोटुङको नाम चाहिँ लुङथाकी थाकी थिकिङ बाबा अथवा सक्षरे सरेङ बाङफे सामनाङ लोको उल्टा युपाहरूको सेताफुङ बाङफे भनेर सुरुवात हुन्छ भने त्यहाँ अब यसो हेर्दाखेरि बलेको झिलिली बलेको सुन जस्तै चाँदी जस्तै झिलिली बलेको हुन्छ चोटुङ। यता वरबाट हेर्दा त्यसको
अब त्यो बोल्ने ठाउँमा पुग्दा चाहिँ तालै ताला जान्छ यसरी जस्तै लुङथाकी थाकी थिइङबा पङ्क्ति लुङथाकी थुकी निइङबा पङ्क्ति सुङइङबा नाइङबा तुइङबा नुइङबा लुङथाकी थाकी नुइङबा पङ्क्ति भने चाहिँ थाक्चुम पर्न थाक्कै पर्न सिसामा याक्लामा सुहाङमा चढ्नु भयो अब लुङथाकी थाकी यइङबा पङ्क्ति चाहिँ तपाईहरु जस्तो हो दुनियाँमा यइङबा पङ्क्ति अब थिक लाङखाङ नानाक पेगी अथवा थोथोक पेगी होइन त्योहरू चाहिँ लुङथाकी थाकी थाङइङबा पङ्क्ति भने चाहिँ हाम्रो चोटो भयो फेदाङ मार्को अब फेरि साम्बा फेदाङ मार्को खाए त्यो चाहिँ फेदाङ मार्को चोटो आयो यी नाहाङमा लाँदाखेरि पनि त्यही चोटो